सांसद राजेन्द्र लिङदेन संयोजकत्वको गठित उपसमितिले 10 महिना लगाएर गरेको अध्ययनपछि तयार पारेको 38 पृष्ठ लामो प्रतिवेदन सोमबार सार्वजनिक लेखा समितिलाई बुझाएको छ। यो प्रतिवेदन लेखा समितिमा पुगेपछि अहिले एक खालको तरङ्ग पैदा भएको छ। समितिका केही सांसदहरूले प्रतिवेदनमाथि फरक मत पनि राखेका छन्। यद्यपि प्रतिवेदनको सारमाथि सबैको सहमति देखिन्छ। उक्त प्रतिवेदनमा परियोजना लागत भन्दा 7 करोड डलर बढीमा ठेक्का सम्झौता भएको बताइएको छ। कतिपय त सम्झौता भन्दा बाहिर गएर पनि भुक्तानी भएको देखिन्छ। चिने डाँडो काट्न सम्झौता विपरीत नागरिक उड्डयन प्राधिकरण क्यानबाट 32 करोड रुपियाँ अतिरिक्त भुक्तानी भएको र एसी जडान गर्न पनि क्यानले नै 7,42,000 डलर दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तै रनवेमा माटो र गिटी बालुवा हाल्दा 2 करोड डलर भन्दा बढी अनियमितता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। सम्झौता विपरीत 2 अर्ब 22 करोड सरकारी कर छुट अनुमानका भरमा अतिरिक्त सामान शीर्षकमा 15 करोड 23 लाख डलर लागत समावेश, सम्झौता विपरीत परामर्श सेवामा 28 लाख डलर खर्च, इन्धन भण्डारण गृह नबनाई 2,20,000 डलर हिनामिना भएको